रासोपा सांसद आशिका तामाङले दिएको निर्देशन विरुद्ध धादिङ जिल्लाका सबै स्थानीय तहहरू प्रतिवादमा उत्रने भएको छ। आज नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले सांसद तामाङले संविधानको मर्म विपरीत गएर स्थानीय तहको अधिकारलाई ठाडो हस्तक्षेप गर्दै सामाजिक सञ्जाल मार्फत दिएको यस्तो निर्देशनले संघीयताको मर्म नै कुण्ठित बनाएको निष्कर्ष निकाल्दै संयुक्त विज्ञप्ति जारी गरेको हो। अब हेरौँ खासमा यो विवाद के हो, आशिका तामाङले भनेको के थियो, सोबारे नेपालको संविधान के भन्छ अनि यसमा हिजो रवि लामिछानेले के भने त भन्ने बारे। जर्मन बस्दै आएकी आशिका तामाङ अघिल्लो वर्ष नेपाल नै बस्ने गरी आइन्। त्यसपछि मिनरल वाटरको पानीको बोतलमा होटलवालाहरूले लिइरहेको मनपरी मूल्यको विरोध गर्दै फेसबुक मार्फत समाजसेवीको रूपमा उदाइन्। हुन त यो भन्दा अगाडि पनि उनी फाउन्डेसन मार्फत जर्मनमै बसेर पनि बेला बेला नेपालमा आउने र समाजसेवाको कामहरू गर्ने गर्थिन्। तर पछिल्लो वर्ष भने फुल टाइम नै समाजसेवी बनेपछि फेसबुकमा उनको चर्चा वात्तै बढ्यो। यही बीच उनले एयरपोर्टमा लिइने पार्किङ शुल्क, सार्वजनिक स्थलमा गरिने शौचदेखि साँगाको एक झोलुङ्गे पुल तर्दा लाग्ने शुल्कको सम्म विरोध गर्न थालिन्। यो बीच उनी यही कारणले गर्दा एकपटक पक्राउ समेत परिन्। त्यसपछि देशमा जेनजी आन्दोलन भयो अनि आन्दोलनमा घाइते भएका युवाहरूलाई घरमै गएर आर्थिक र मानसिक रूपमा सहयोग गर्न थालिन्। पहिले विवाद र प्रशंसा दुवै पाइरहेकी तामाङले जेनजी आन्दोलनपछि भने बढी जसो सम्मान पाउन थालिन्। त्यसपछि उनी रासोपाबाट धादिङ क्षेत्र नम्बर 1 को उम्मेदवार बनिन् र नभन्दै निर्वाचन जितेर अहिले उनी सांसद बनिसकेकी छिन्। तर उनको कार्यशैली भने अझै पनि उस्तै छ। निर्वाचित भएको केही दिन पछाडि फेसबुकमा तामाङले एउटा स्ट्याटस लेखिन् जसमा ढुवानीको लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउन कहाँसम्म न्यायोचित हो, आजबाट मलेखुबाट ताल्लीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकायमा निर्देशन दिइसकेको जानकारी गराउँछु र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउँछु भन्दै स्ट्याटस लेखिन्। यो स्ट्याटसपछि सामाजिक सञ्जाल दुई खेममा बाँडियो। उनको समर्थकहरूले वाह सांसद भनेको त यस्तो